नमस्ते। फेरि केही कुरा मैले शिक्षा सम्बन्धी कुरालाई थप्न मन पर्यो, जोड्न मन पर्यो। सरकारले अहिले भने तत्कालीन सरकारले चाहिँ कक्षा 5 सम्म इक्जाम नलिने भन्ने खालको नयाँ पोलिसी निकै चर्चामा आयो र धेरैजनाले यसलाई विभिन्न कुराले यसलाई चाहिँ भन्ने समाचारहरू बनाइए, कन्टेन्टहरू बनाइयो र विश्लेषण गरिए भनौँ। त्यसमा मेरो आफ्नो तर्क म यहाँ राख्न चाहेँ। हुन त अहिले 2 दिन हप्ताको 2 दिन बिदा हुने भन्ने कुराहरू र कक्षा नयाँ शैक्षिक सत्र चाहिँ वैशाखको 15बाट मात्र सुरु हुने भन्ने कुराहरू पनि चर्चामा छन्। त्यो सँगसँगै एसई कक्षा 10को चाहिँ अहिलेको चलिरहेको परीक्षाको कपी पनि इक्जाम सेन्टरमै चेक गरिनै पर्ने भन्ने खालको नयाँ प्र्याक्टिस पनि सुरु भइसक्यो। त्यो त चेक भइ नै रहेको छ। यो 3-4वटा पोइन्टहरूमा चाहिँ मेरो आफ्नो पर्सनल आर्गुमेन्ट, यो कुनै इन्स्टिट्युसनल आर्गुमेन्ट होइन, यो चाहिँ मेरो आफ्नो तर्क मैले यहाँ राख्न चाहेँ। नम्बर 1 मा कक्षा 5 सम्मको परीक्षा दिन नपाइने अथवा नपाइने भनौँ, यो चाहिँ अलिकति यसलाई पनि अझ यसको पूर्णपाठ अदालतको पूर्णपाठ भनेको जस्तै यसको चाहिँ नीतिगत केही कुरा त अझै डिटेलमा आउला, निर्देशनहरू आउला। तर अहिले सरसर्तीमा भन्नुपर्दा चाहिँ बच्चाहरूले मैले कहिलेकाहीँ व्यङ्ग्यात्मक तरिकाले भन्ने गर्छु, होइन उमेर पुगेपछि स्वतः चाहिँ कक्षा 10को सर्टिफिकेट दिउँ भनेर अलिकति व्यङ्ग्यात्मक यो अलिकति भन्ने चलन पनि छ, अलिक बढी बोलिन्छ कहिलेकाहीँ। होइन भने बच्चालाई हामीले के एकदमै नयाँ मोडलमा लैजान पऱ्यो ताकि उनीहरूले चाहिँ सिप ज्ञान का मूल्याङ्कनहरू गर्न पाउन्, होइन। जस्तै कि उनीहरूको कम्युनिकेसन स्किल कस्तो छ, उनीहरूले कुनै पनि काम प्र्याक्टिकल गर्ने कुरा प्र्याक्टिकल गर्दाखेरि उनीहरूले कतिको गर्न सक्छन्, होइन। यस्तो तरिकाले चाहिँ वातावरण बनाऊँ र त्यही खालको चाहिँ उनीहरूले ल्याब टेस्टका कुराहरू, विभिन्न खालको प्र्याक्टिस कुराहरू गरेर अथवा उनीहरूको ओभरअल घरमा व्यवहार कस्तो छ, स्कुलमा व्यवहार कस्तो छ भनेको सोसियल कन्डक्ट भनौँ न, सामाजिक व्यवहार कस्तो छ, बुकमा पढेअनुसार उनीहरू प्र्याक्टिकल फिल्डहरूमा चाहिँ कतिको अवलम्बन गरेका छन्, यस्ता विभिन्न तरिकाले मूल्याङ्कन गर्न सकिन्छ। यो 3 घन्टाकै परीक्षामा क ख ग लेखेरै मात्र हुन्छ भन्ने त होइन। त्यस्तै गरिकन गृह कार्य वर्कसिटहरू भन्छ, हामीले बनाउँछौँ, हामीले सधैँ निरन्तर दिन्छौँ। त्यस्ता वर्कसिटहरू दिने, यस्ता कुराहरू गरेर मूल्याङ्कन गर्न सकिन्छ, नसकिने होइन। वैज्ञानिक जमानामा पुरानै तरिकाले उयो चाहिँ 3 घन्टामाको जजमेन्टमा जति लेख्यो त्यसकै आधारमा मात्र चेक गरिनुपर्छ भन्ने कदापि होइन। यो चाहिँ राम्रो हुँदै होइन। हाम्रो चाहिँ नेपालमा भएको शिक्षा नीति, शिक्षा प्रणालीले के भन्छ भने ऊ बच्चा जति नै ट्यालेन्ट होस्, जस्तोसुकै होस्, जेसुकै होस्, तर 3 घन्टाको बिचमा पाना भर्यो, चोरेर भरोस् या आफूले लेखेर भरेन त्यत्तिको मात्र जजमेन्ट गरिन्छ नि त। यो जस्तै अहिले चलिरहेको एसईमा बच्चाको ट्याक्कै बिरामी भइदिएर एकदम ट्यालेन्ट बच्चा घर आएपछि प्रब्लम भइदिएर अरे, स्वास्थ्यमा प्रब्लम भइदिएर अरे, त्यो 3 घन्टामा कन्सन्ट्रेट गरेर एकदमै ट्यालेन्ट भए तापनि त्यो 3 घन्टामा कन्सन्ट्रेट गर्न नसकेर त्यहाँ गर्न सकेन अरे, अथवा त्यो परीक्षा हलभित्र त्यस्तो वातावरण भइदियो कि उसलाई डिस्टर्ब भइदियो, अरूले चिज चोऱ्यो, उसले चोर्न हेर्न सकेन, अरूको चिज चोरेको देखेर उसलाई डर लाग्यो, उसले सकेन, साइकोलोजिकल इम्प्याक्ट भयो, ट्रमा भयो, विभिन्न खालको पेनिक भयो भनौँ। त्यसरी चाहिँ उसले लेख्न सकेन भनेदेखि सकेन, सिद्धियो। ऊ जति नै ट्यालेन्ट भए पनि, जति नै जे भए पनि त्यो 3 घन्टामा प्रस्तुत गर्न सकेन, उसले पानामा भर्न सकेन भने चाहिँ त्यो फेल भयो। त्यो सिस्टम एकदमै पुरानो सिस्टम भयो। यसले चाहिँ राम्रो गर्दैन, यो राम्रो होइन, यसलाई परिमार्जन गरिनुपर्छ भनेर हामीले, म पर्सनली पनि त्यो विचार राख्दछु र त्यो चाहिँ धेरै विज्ञहरूले चाहिँ यो राख्ने गर्नुहुन्छ। त्यो चाहिँ सही कुरा हो, ओके, म मान्छु, राम्रो छ। तर अहिले गोलमटलमा समाचार बनिएको छ नि, जो पनि 5 गतेसम्म परीक्षा दिन नपाउने, यसो उसो, त्यसभित्र परीक्षा शुल्क यहाँ भन्ने, होइन, आम्दानीको कुरा यसो उसो त्यसरी हुँदैन। यस्तो हल्का टिप्पणी गरेर हुँदैन भन्छु कि म एउटा कुरा। र अर्को कुरा, सरकारले पनि अलिकति तयारी गरेर यो हो भने अलिक पूर्ण चिज अलिक दिनुपर्छ कि हजुर। यो चाहिँ हेडलाइन मात्र दिने भने त हामीले पनि कम अध्ययन गरेर होला। त्यसको चाहिँ अलिकति यो चर्चामा आउनको लागि मात्र सरकारले पनि अलि हल्का चाहिँ टिप्पणी गरिहाल्ने, नीति नियम यसो चाहिँ हुन्छ नि, कन्सर्न पार्टीहरूलाई, विज्ञहरूलाई चाहिँ राखेर अलिकति के यसो गर्दा कसो होला नभनिकन त्यसै चाहिँ नि अलिकति सामान्य पहिलाको प्र्याक्टिसको आधारमा एउटा बायस टाइपको कि आफूलाई लाग्यो भनिदिइहालौँ, जे पर्ला भन्दा मिडिया ट्रायल गरेको जसरी गर्नु, यो हल्का गर्नु चाहिँ राम्रो होइन। यसो नगरेर यसो गर्नुहोस्,
यसो नगरेर यसो गर्दा राम्रो हुन्छ अझ, यो कारणले यो नराम्रो थियो, अब यो कारणले यो राम्रो हुन्छ भनिकन यस्तो खालको गाइडेन्स, प्रपर गाइडेन्स गर्ने हिसाबले गरिनु जरुरी छ होइन। अब शिक्षा मन्त्री उमेरमा के तलमाथि, अनुभवमा त के तलमाथि भन्ने कुरा होइन। जिम्मेवार पोस्टमा गइसकेपछि वी हेभ टु रेस्पेक्ट होइन। र उहाँहरूले पनि अलिकति विज्ञता त्यो खालको चाहिँ त्यही फिल्डमा लाग्नु भएको मान्छे पनि हुनुहुन्छ शिक्षा मन्त्री। तर त्यसलाई चाहिँ अलिक गम्भीर्यता बुझिकन समाजमा अलिकति सही ढङ्गको समाचार बेलामै, पछि करेक्सन होइन क्या, अथवा त्यसलाई थप स्पष्टीकरण होइन क्या चाहिएको, बेलामै यसलाई पूर्ण तरिकाले अलिक स्पष्ट हुने गरिकन दिन सकियो भने चाहिँ राम्रो हुने थियो म भन्छु। उसै त बच्चाहरू पढाइप्रति निकै उदासीन भएको देखिन्छ। हाम्रो पालामा 10 कक्षासम्मको भ्यालु, त्यस परीक्षाको भ्यालु र अहिलेको 10 कक्षाको यो परीक्षाको भ्यालु हेर्नुहोस् त कस्तो छ। हामी 8 कक्षाको परीक्षा पनि दिन्थ्यौँ जिल्ला स्तरीय भनेर ब्याङ्कल, अहिले पनि छ। अहिले 8 कक्षाको परीक्षा बरु कमसेकम स्रोत केन्द्रमा कलेक्सन भएर चेक भएको छ। कमसेकम कसको कपी कहाँनिर चेकिङ भएको छ, कसले चेक गरेर थाहा छैन। तर त्यो 8 कक्षाको परीक्षा भन्दा पनि म त अहिले चलिरहेको 10 कक्षाको परीक्षा अझै हल्का भयो भन्छु म चाहिँ। किनभने हाम्रो कपी हाम्रो त्यहीको टिचरबाट चेक भइरहेछ भन्ने कुरा थाहा हुने अवस्था आयो। अब त्यसले राम्रो र नराम्रो, सकारात्मक र नकारात्मक कस्तो इम्प्याक्ट गर्छ भन्ने कुरा अब म छुचु भएर बोल्नु जरुरी हुँदैन, हल्का भइन्छ म बोलिनँ त्यसमा। यसको असर, यसको गाम्भीर्यता, बच्चालाई यो पढाइको महत्त्व, बच्चाले अब कसरी लिन्छन् भन्ने कुराप्रति म बढी चिन्तित छु। हाम्रो पालामा 5 कक्षामा पनि यस्तै खालको परीक्षा हुन्थ्यो। 5 कक्षाको परीक्षा, 8 कक्षाको परीक्षा, त्यसपछि त झन् 10 कक्षाको परीक्षा हुन्छ त आइरन गेट। पहिला चाहिँ परीक्षामा धेरै चाहिने भन्दा बढी चाहिँ पेनिक बनाइन्थ्यो, हाउगुजी बनाइन्थ्यो, त्यो बेग्लै कुरा हो। साइकोलोजिकल्ली यसलाई चाहिँ मान्छेलाई धेरै त्रसाद हुन्थ्यो, त्यो बेग्लै कुरा। तर त्यसले बच्चालाई पढाइप्रतिको भ्यालु, पढाइको महत्त्व त्यो चाहिँ अवश्य पनि दिन्थ्यो कि। अब त्यसले के गर्थ्यो त भन्दाखेरि हामी थ्योरी मात्र जान्ने भयौँ, हामी काम पनि गर्थ्यौँ फिल्डमा, अब बारीमा नन प्रोफेसनल भन्ने काम त गरियो कि। तर अहिलेको बच्चाले त्यो फिल्डमा नन प्रोफेसनल भए पनि काम पनि जान्दैन। अब यता चाहिँ अर्को सिक्नु पर्ने थियो नि त यिनीहरू त, आइटीमा अथवा विभिन्न सेक्टरमा भयङ्कर हुनु पर्थ्यो नि त। आइटी भनेको त्यही मोबाइलमा गेम खेल्न जानेहरू हुन्छ, त्यो त आइटी त होइन। फेसबुक चलाउन जाने र टिकटक बनाउन जाने र एउटा भिडियो एडिट गर्न जाने भनेर आइटी त होइन त्यो त। त्यसकारण यता सिक्ने वातावरण, नयाँ कुरा सिक्ने वातावरण होइन, इनोभेसनको कुराहरू होइन, क्रिएटिभिटीको कुराहरू, अब यता चाहिँ नि नयाँ प्रडक्टको कुराहरू केही पनि यता चाहिँ वातावरण नबनाइकन सिधै भइरहेको सिस्टम चाहिँ भड्काइहाल्ने, नयाँ कुरा त देखा जाएगा। त्यो डोजर चलाउने स्टाइलले चाहिँ काम चाहिँ हुँदैन है। त्यसर्थ सुकुम्बासी घर भत्काइदिइहाल्ने, पहिला भत्काइहाल्ने, अनि बाँकी तिनीहरू के हुन्छ अब पछि, त्यसो होइन। पहिला उनीहरूलाई विकल्प दिएको भने जस्तै बच्चाहरूलाई पनि यसो होइन, यसो तरिकाले शिक्षा नीति यहाँबाट परिवर्तन हुनुपर्छ, करिकुलमै चेन्ज गर्न पर्यो। यो चाहिँ वर्किङ कसरी गर्ने भन्ने कुरा करिकुलमबाटै जान पाए पो राम्रो हुन्छ। 220 दिन चाहिँ कम्तीमा चाहिँ स्कुल चलाउनु पर्छ भनेर हामीलाई परिपत्र अथवा त्यति बेलाको करिकुलमले त्यो भन्छ। यति घन्टा, यति आवर्स, यति पुर्याउनु पर्छ भन्छ, क्रेडिट आवर्स। अनि यता चाहिँ 2 दिन बिताइदिने त्यो मिल्दैन नि हजुर। यो त कन्ट्रोभर्सी भयो नि। माथि रुटबाट चाहिँ करेक्सन गर्दा आउनु परेन र। त्यसमा पनि परीक्षा 1 मा परीक्षा नदिने, 2 मा परीक्षा नदिने, 3 मा, 4 मा, 5 मा, एकचोटि 6 क्लासमा गएर इक्जाम दिने। यो होइन, मैले अघि भन्छु 3 आवर्सको 3 घन्टाकै परीक्षा नै पूर्ण चिज हो, त्यो दिनुपर्छ भन्नु भने नि त्यसलाई यो मोडलमा लैजाने भनेर त भनिनुपर्छ। लैजान्छौँ हामी, प्राइभेट स्कुल हो, हामी त कसरी बेटर हुन्छ भन्ने कुरा त हामी आफै यत्रो वर्ष, यत्रो दशकमा चाहिँ हामी सङ्घर्ष गरेको मान्छे, यही फिल्डमा लागेको मान्छे, हामीले विभिन्न तरिकाले गर्छौँ बच्चालाई इम्प्रुभमेन्ट गराउँछ। किन अर्को स्कुलको बच्चाभन्दा हाम्रो स्कुलको हाम्रो अब्बल होस्, ताकि भोलि समाजमा चाहिँ हाम्रो स्कुल राम्रो भनेर आओस् भनेर हरेक स्कुलले खोज्छ कि। अझै हरेक स्कुलको प्रिन्सिपल, टिचर, स्टाफ सबैको चाहिँ कन्सर्न हुन्छ, गर्छन्। तर पनि एउटा करिकुलम त प्रपर गाइडेन्स गर्ने एउटा सही तरिका बन्न पऱ्यो नि, एडिट त्यहाँबाट हुनु पऱ्यो नि त है। त्यस कारणले यस्तो ऱ्यान्डम कुराहरू चाहिँ गरेर
समाजमा धेरै चर्चामा आउने र समाचारको हेडलाइनमा मात्र आइने सिचुएसन बन्नु हुँदैन। 5 कक्षासम्मको परीक्षाको सम्बन्धमा मैले बोलेँ। 10 कक्षाको कपी चेकिङको सम्बन्धमा पनि मैले फेरि भने कम्तीमा स्रोत केन्द्रसम्म बिने र स्रोत व्यक्तिहरूलाई कमसेकम जवाफदेही हुने गरिकन कम्तीमा उहाँहरूलाई मोबिलाइज हुने गरिकन उहाँलाई अपनत्व हुने गरिकन 8 कक्षाको कमसेकम बिहालीको जतिको एउटा चाहिँ नि वातावरण त बनिनु पर्थ्यो। परीक्षा केन्द्रमै कपी चेक गर्ने हुनेलाई फास्ट त बन्यो, ठिक छ, त्यसको आउटपुट के त भन्ने कुरा पनि त हुन्छ नि। के त्यसो भए टिचरलाई विश्वास नगरेर के तपाईँले आफूलाई विश्वास नगरेको हो भन्ने पनि क्वेसन हुनसक्ला। त्यसो पनि होइन, हरेक टिचरलाई विश्वास गरिनु पऱ्यो। हरेक टिचरको मर्यादा छ, उहाँले मर्यादा पालन गर्नु नै हुन्छ विथ ड्यु रेस्पेक्ट, होइन। उहाँले आफ्नो बेस्ट दिनुहुन्छ नै हुन्छ। भए तापनि बच्चाले सोच्ने के हो त भन्ने कुराले म्याटर गर्छ भन्ने मलाई लाग्दछ। 10 कक्षाको केसमा भयो र यता मैले अघिल्लो क्लिपमा भनेको छु वैशाखको 15 पछि मात्र चाहिँ नयाँ शैक्षिक सत्र चाहिँ सुरु गर्ने भन्ने कुरा, यसमा कुनै मलाई आफू चाहिँ कन्भिन्स चाहिँ छैन। तेल बचाउनुको लागि यसो 2 हप्ता पनि ढिलो गरेको यो कुरामा म कन्भिन्स हुनेवाला छैन। किनभने तेल बचाउने हो भनेदेखि बचाउनुपर्छ एकदमै। अहिले चाहिँ फ्युल एफिसियन्सी, फ्युलको सेभिङको कुराहरू एकदमै चुनौती छ। त्यस कारणले स्कुललाई बरु तिमी हप्ताको 4 दिन चाहिँ नि भर्चुअल क्लासमा जाऊ, हप्ताको 2 दिन मात्र तिमीले फिजिकल स्कुल चलाउन पाउँछौ। त्यो फिजिकल स्कुल पनि सकेसम्म अझ रोटेसन गराइदेऊ न, के फरक पर्छ। फलानु एरियाको आइतबार सोमबार, फलानु एरियाको सोमबार मङ्गलबार, त्यसो बनाउँदा पनि सकिन्छ। त्यसरी कमभन्दा कम गाडी कुदाउँ र पब्लिक गाडीहरूलाई बरु जोर बिजोर प्रणाली लागू गरौँ। यसो गऱ्यो भनेदेखि चाहिँ वातावरण पनि सफा हुन्छ। बालनजीले पहिल्यै चाहिँ उमा मेयरको क्यान्डिडेट हुँदै गर्ने बेलामा शुक्रबार र शनिबार यसरी चाहिँ नि साइकल डे, होइन, अथवा वकिङ डे यस्तो खालको बनाऊ। सबैले मेन्डेटरी भयो भनेदेखि सबै हिँडेको आएको छ भने मैले मोटरसाइकल किन चढ्छु र? साइकल चलाउँलाई नि कस्तो हेल्दी हुन्छ, कति राम्रो हाइजेनिक हुन्छ, होइन। साइकल ल्यानहरूको विकास गरौँ, त्यो खालको सुरक्षित यात्रा हुन्छ। सबैले साइकल चलायो भने त सबैजना सुरक्षित भयो नि। काठमाडौँमा साइकल चलाउन नसक्ने पनि त जियोग्राफी स्ट्रक्चर छैन नि। माथि पाखोमा बेग्लै कुरा हो, अलिकति साइडमा पेरिफेरीमा, होइन भनेदेखि तल सहरमा त एकदम कम्फर्टेबल छ त है। यसरी चाहिँ गरिनुपर्छ भन्ने मलाई लाग्दछ। त्यो सँगसँगै अन्य कुराहरू भनेका अब प्राइभेट स्कुलहरूको रुवाबैसी, प्राइभेट स्कुललाई अप्ठ्यारो पर्ने यहाँ सरकारले त्यस्तो होइन। सरकारको नियम त अब लगानी मैत्री नियम हुने हो। अब कसैले चाहिँ फटाइ गरेको छ भनेदेखि नियमनमा सरकारले नियमन गर्ने हो। नभए सरकारी कसैको चाहिँ निजी सम्पत्तिलाई सरकारीकरण गरौँ भनेर यत्रो लगानी छ, यत्रो मान्छेले रोजगार पाएको छ, यतिका धेरै स्टुडेन्ट छ जुन गभर्मेन्ट स्कुलले चाहिँ थाम्न पनि सक्दैन। प्राइभेट स्कुलमा यति धेरै बच्चाहरू छन् जुन सबै बच्चाहरू आजै गभर्मेन्ट स्कुलमा जाने भने कुनै पनि पालिकाको के भन्छ गभर्मेन्ट स्कुलले धान्न सक्दैन। नम्बर 1। नम्बर 2, यति धेरै रोजगार छ प्राइभेट स्कुलमा यति सिर्जना गरेको कि त्यो सबै बेरोजगार भयो भनेदेखि सरकारले पनि के गरेर धान्न सक्दैन। त्यो सँगसँगै यति धेरै लगानी छ कि प्राइभेट स्कुलमा यत्रो ठुलो चाहिँ लगानी छ, त्यो लगानी कुनै पनि सरकारले एक चाहिँ जिरो गरेर लु यसलाई जिरो गरेर चाहिँ भनेर खोसेर सरकारले लैजान पनि सक्दैन, अथवा त्यसको क्षतिपूर्ति तिर्न सक्दैन। गभर्मेन्टै यो हालतको छ, आफ्नै कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्थाको सरकार हो। अहिलेको कति वर्ष यसै गरिकन गइरहेको छ। कुनै पनि चाहिँ नि बोर्डिङ स्कुललाई अथवा कलेजलाई, प्राइभेट कलेजलाई चाहिँ नि मुआवजा भर्न सक्ने कुनै हैसियत छैन हाम्रो सरकारसँग। त्यसर्थ कुनै पनि व्यक्तिहरू विचलित नभइकन प्राइभेट स्कुललाई जसरी विश्वास गर्नुभएको थियो त्यसै गरी गर्नको लागि होइन, सकिँदैन, आर्थिक अवस्था सकिँदैन, गभर्मेन्ट स्कुल छँदैछ बाबा। तर गभर्मेन्ट के अरे प्राइभेट स्कुलले चाहिने भन्दा बदमासी गरेको छ, खबरदार गर्ने, नियमन गर्ने। यत्रो चाहिँ हरेक नियमनकारी चाहिँ के भन्छ सरकारी अथवा गैर सरकारी विभिन्न खालको चाहिँ इन्स्टिट्युसनहरू छन्। किन चिन्ता? एउटा कन्टेन्ट, एउटा पत्रकार, एउटा चाहिँ नि भित्तामा चाहिँ फ्लेक्स टाँसेर एउटा चाहिँ ब्यानर बनाएर प्यार गराएर कन्टेन्ट बनाएर समाजलाई भड्काउने काम कदापि नगरौँ। तपाईँको कन्टेन्टले दाल भात खान पुग्ला, समाज भड्काएर कन्ट्रोभर्सी तयार गरेर पुग्ला नपुग्ने होइन। त्यसरी खाएको भातले
ज्यान लाग्दैन। त्यसो हुँदा समाजमा राम्रो सकारात्मक विषयहरूलाई प्राथमिकता दिउँ र सरकारले पनि अलि सोचेर अलिकति मन्त्री भइसके पछाडि अलिकति जवाफदेही हुने गरिकन अलिकति चाहिँ नि सस्तो लोकप्रियताको लागि ड्याङडुङ बोलिहाल्ने हेडलाइन मात्र बन्नको लागि यो नबोलिहालौँ, डिसिजन नगरिहालौँ। कमसेकम विज्ञहरूसँग छलफल गरेर यस्तो नीति निकाल्न पर्यो कि शिक्षामा आमूल परिवर्तन भएन भने, शिक्षा राम्रो भएन भने समाज राम्रो बन्दैन। समाज राम्रो भएन भने देश विकास बन्दैन। कसैको लोन लिएर एक छ्याक भात खाएर, ऋण लिएर भात र मासु खाएर ज्यान बन्दैन। तसर्थ यस्तो खालको नीति निकालौँ कि 2 महिना, 5 महिना, 7 महिना अध्ययन गरेर एकदमै लामो दीर्घकालीन सोच राखेर अब चाहिँ नि नीति बनाऊँ, ताकि त्यो चाहिँ आफू सरकारमा नहुँदाखेरि पनि अर्को सरकारले अपनत्व गरेर अगाडि बढ्न सक्ने बनोस्। मैले यति भने हाम्रो आवाज त सरकारले सुन्दैन, त्यहाँसम्म पुग्दैन मलाई थाहा छ। भए पनि मैले मेरो आदरणीय अभिभावकजीहरूलाई मैले अनुरोध गरेँ कि यो नयाँ समाचारबाट नभड्किनुहोस्। नयाँ समाचारले यसो उसो नभनिदिनुहोस् है। र हजुरहरूले आफ्नो जो नानी बाबुहरूप्रतिको लगानी छ त्यो लगानीको प्रतिफल खाने उमेरमा नभड्किदिनुहोस् है। र यसरी चाहिँ सरकारी स्कुलले पनि आफ्नो ठाउँमा राम्रो गर्नुभएको छ, प्राइभेट स्कुलले आफ्नो ठाउँमा राम्रो गरेको छ। प्राइभेट स्कुललाई त च्यालेन्जै छ, राम्रो गर्नको विकल्पै छैन। राम्रो गर्न सकेन भने अर्को प्राइभेट स्कुल छ, अथवा नभए अर्को अप्सन छ, सरकारी स्कुल छँदैछ। तसर्थ हरेक मान्छेले राम्रैकै लागि कोसिस गरिरहेको हुन्छ। त्यसै रूपमा बुझिदिनको लागि सम्पूर्णलाई अनुरोध गरेँ। धन्यवाद। नमस्ते।